ओइ ओ भाँच्यो ठुक्क दिमाग मासला यसको त रिजर्भ हुन्छ नि त म त सो अलराइट गाइज हामी चाहिँ टक्कसँगले आज चाहिँ निस्किसकेको छौँ फेरि राइडमा। आज चाहिँ फेरि टक्क लिली फुल फुलेको ठाउँ सातो बाटो है, सातो बाटोतिर लागिरहेको छौँ। जेनजी टोली अगाडि छ, म यहाँ पछाडितिर कुदिरहेको छु भने सरसँगले आज सातो बाटोमा गएर दामी रिल्सहरू बनाऊँ है। ड्रोन सट टक्क हान्नुपर्ने हुन्छ है त। आज सातो बाटोको भ्यू हेरिदिउँ है त, लिली फुल कस्तो फुलिरहेको छ। सबैले भिडियो हाल्न थालिसक्यो होइन। अब गएर यसो हेरौँ कस्तो रहेछ त्यहाँको कन्डिसन, त्यहाँको माहौल है। आज चाहिँ मैले फेस इन्ट्रो बनाइनँ, यत्तिकै बाटोमा स्टार्ट गरेको छु है। सही हो है त च्याटहरू। ल लभली सपोर्ट हान्नु पऱ्यो साथीहरू, सबैजना लभली सपोर्ट हान्नु पऱ्यो। लाइक कमेन्ट सेयर सब्सक्राइब है। सेयर चाहिँ आफ्नो साथीहरू जो छ सबै कहाँ पुर्याउनु पर्ने हुन्छ है त साथीहरू है। दामी पारामा सपोर्ट हानिदिउँ न है। के छ र 2 दिने जिन्दगीमा मरिलाने होइन। भिडियो मस्त भाइरल बनाइदिनु पऱ्यो ल साथीहरू ल। भाइरल त नहोला तर पनि सकेसम्म तपाईँहरूले सपोर्ट गरि नै राख्नु भएको छ। आई होप अझ लभली सपोर्ट हान्नुहुन्छ भन्ने आशा गर्छु है। चन्द्र जस्तो तिम्रो मोह तेरिका। यस्तो झ्याउ लाग्छ, यस्तो भएपछि मलाई अति बल्ल झ्याउ लाग्छ। सही हो, दामी देख्न सक्छौँ है त यता पनि। भुइँमारी झर्या रहेछ है फुलहरू। अलि ढिला भयो क्या नि त जेन्जीहरू सबै फुल त भुइँमा झर्न थाले रहेछ अनि। सही हो ल। कति धेरै जाम हो आज त। ओइ दिउँसै जाम छ त यार गौशाला एरिया। फेरि गाह्रो छ यस्तो भर्खर सिकारू दिदीहरू खुट्टा टेकेर हिँडाउँछ जामतिर पनि घिसार्दै, अनि गाह्रो त भइहाल्छ नि। ओए ओहो भाँच्यो ट्याक्सीको पछाडिले क्या तान्दिरहेको यार बाटै सर पारामा दामी ल। कस्तो धुवा धुलो हो क्या बाहिर। टक्क दामी पारामा आज चाहिँ ठिक्क मौसम पनि दामी होला जस्तो छ है। वेदरले अलि पानी पर्न वेदरमा चाहिँ पानी देखाइरहेको थियो है, तर अहिलेसम्म चाहिँ दामी छ। लेट्स सी है कस्तो हुन्छ। आज गएर चाहिँ लिली फुलमा चाहिँ फत्रै भिडियो बनाउनु पर्छ है त गाइजहरू। ल दामी भ्यू हेरिदिउँ सातो बाटोको है। यो गौशाला प्रहरी ब्रिज चाहिँ अझै पनि निर्माण भइसकेको रहेछ पूर्ण रूपमा। ओइ जेन्जी ओइ। यो एयरपोर्ट एरियामा पनि अलिअलि फुलहरू छ है, दामी छ है। सुकुम्बासी त यहाँ त अनि सोत्तरै बनाएछ नि त नि। ल यो सबै सुकुम्बासी रहेछ नि त नि। यतातिर डेन्जर पुरानो घरहरू थियो है।
वर्षदेखि यहाँनिर ठडिएको घरहरू थियो। अहिले त्यो संरचना चाहिँ ध्वस्त अवस्थामा देख्न सक्नुहुन्छ गाइज है। म त यतातिर आएकै थिएन पो त। भत्काइ छ नि हौ। सही हो ल। जेनजीहरू आइपुग्यो है त। एयरपोर्ट एरिया है त, दामी छ यार। फुलहरू फुल्न थाले रहेछ यतातिर पनि। सरर लिली फुल फुलिरहेको छ है। पेट्रोल छैन कि हो बाइकमा? पेट्रोल त देखाइरहेको छैन। पेट्रोल सक्यो क्या? बाइकमा पेट्रोलै सकिएको क्या। कस्तो दैट ठिस बनाइदियो नि यार, ठिस बनाइदियो। अलिअलि त धान्छ होला भनिरहेको थिएँ, लात्तै पेट्रोलै सकिएछ क्या। ठेलम ओए डरो ठेलाइ पर्यो यार। केटाहरूले छोडेर गइहाल्यो। ओए जाँदैन त यार। ओफ रिजर्भ ठेल्दा ठुक्क दिमागमा छ। यसको त रिजर्भ हुन्छ नि त। म त आफै सम्झेर यार ठेलिरहेको यार। रिजर्भ लाउनु पर्ने रहेछ नि त। द्याट ओफ उकालो बाटो मरि ठेलेर ल्यायो। लास्टमा रिजर्भ रहेछ क्या यसको। रिजर्भ सिस्टम चाहिँ थाहा छैन नि त मलाई यसमा। आफैमा चाहिँ अब रिजर्भ हुन्न। द्याट यसो हेरेको ठेलेर थाकिसकेपछि पो देखेँ क्या। रिजर्भले पनि कुद्छ। अब म पेट्रोल हाल्दिनँ, भरे फर्किने बेला मात्रै हाल्छु एकैचोटि है। किनभने वेदरले अलिकति च्यालेन्ज गर्ला जस्तो भइरहेको छ कि, त्यही भएर अहिलेलाई चाहिँ यत्तिकै जाउँ। सही हो ल। अब टक्कसँगले यतातिर चाहिँ कस्तो जाम खुल्यो है त। प्लेन आउँदैछ हो त्यहाँ परतिर। टक्क दामी प्लेन आइरहेको छ त्यहाँ। अगाडिको स्पिड टेस्ट त्यो पनि राख्न चाहिँ राखेको छ, मेसिन पनि क्यामेरा पनि। तर केही कामै छैन क्या त्यो क्यामेराको। यहीँ मान्छेले 50 हो नि त यहाँको त स्पिड त। तर यहीँ हानिरहेको हुन्छ मान्छेले 80, 90, 100 है। मतलब छैन यो। यसो आँखा छल्नलाई मात्रै राखे जस्तो क्या। गरे भन्ने खालको मात्रै। अलिकति दीर्घकालीन खालको विकास हुनु पऱ्यो क्या देशमा पनि। त्यतिका लामो जस्तो कहिले विकास हुने यार। जहाँ हेऱ्यो त्यस्तै भत्ताभुङ्ग, जता हेऱ्यो त्यस्तै छ है। गाह्रो छ। ओपी केटा होला चट्टो पारेर 7 बाटो एरियामा गोर्खा एरियामा आइपुग्यो। अनि गोर्खा एरियामा चाहिँ अब फ्लाइओभर हान्दिउँ त एकचोटि। यहाँ फ्लाइओभर बनेको छ है। म त धेरै कुदेको छैन। एक दुई पटक बनेपछि यो एक दुई पटक छिरेँ। यो बाटो धेरै पटक आएको पनि छैन। आज फेरि चट्ट कस्तो बनेको छ है त, दामी। तपाईँहरूले देखाइन्छ यहाँबाट भिडियोबाट। ओपी है त ओपी ल। सही हो ल। 7 बाटो छिर्यो है त अब चाहिँ। गो 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 गो। ल यो त च्याटहरू टक्क पारामा 7 बाटो क्रस गऱ्यो। अब हामी लाग्यो है त त्यो लिली फुल भएको ठाउँमा। अब यहाँबाट स्टार्ट भइसक्यो कि दामी देखिरहेको छ अब चाहिँ। लुक एट दिस गाइज ल। बबाल छ बबाल ल। दामी छ है जेन्जीहरू ल। सरर है
अब यतै कतातिर अगाडितिर त्यो अगाडितिर बसेर चाहिँ टक्क रिल्स बनाउँ है त एकलट है त कताबाट यतैबाट छिर्दिउँ है दामी भ्यू तपाईँहरूलाई म देखाइहाल्छु अहिले सररसँगले फुल टिप्ने मन भए ल है आज चाहिँ एउटा गीत बनाउनै पर्ने हुन्छ एउटा भिडियो बनाउनै पर्ने हुन्छ फुल टिप्ने मन भएमा सबैजनाले यसो टिकटकतिर नि गएर भिजिट गरिदिनु होला है त सही ल साइला साइला ल त गाइस टक्क पारामा यो सातो बाटो यो फुल भएको एरियामा पनि आइपुग्यो दामी फुल फुलेको छ भने दामी नै छ जेन्जीहरू अगाडि लागिसक्यो सुट हुन्छ है त अब फोटो भिडियो दामी खालको है त टक्कसँगले कपाल पनि लास्टै भएको छैन यार मेरो ओ सुरु भइसक्यो केटाहरूको ओइ जेन्जीहरू ओइ ल एउटा फुल टिप्ने मन भएमा एउटा जाओस् न त सातो बाटो एउटा डान्स हान्नु पर्ने क्या फुल टिप्ने मन भएमा हर्को साम्पाको अहिले भाइरल फुल भएन नि त नि यस्तो के हो र जेन्जी यार खोल्न लाग्यो त यस्तो हुँदैन हुँदैन ल जोस् रमाइलो भइरहेछ अब खोइ नाच न यार काभ्रेली ल रमाइलो भइरहेछ अब भिडियो सिडियो बनाइन्छ टक्क अनि अगाडितिर त्यो एरियातिर पनि अहिले घुम्छौँ है त हामी सरर पारामा दामी पारामा घुम्नुपर्ने हुन्छ है त गाइजहरू ल त चट्ट पारामा भिडियो सिडियो पनि बनायो तपाईँहरूले देखिहाल्नु भयो होला होइन बबाल इन्जोय भयो टक्कसँगले अब हामी चाहिँ निस्किन लाग्यो जेन्जीहरू यतातिर तयार हुँदैछ अब चाहिँ हामी निस्किन लाग्यो है त ब्याक टु फेरि होम थ्याङ्क्स फर वाचिङ एभ्री वान लभ यु अल है त